रिरेक्सियोको खाकी खाता चाहिँ सिक्छौँ आज हामी होइन, जसमा चाहिँ यो माथिपट्टिको सेक्सन यो नाम अर्थात् यो डेट अफ बर्थ एड्रेस अनि यो इमेलहरू चाहिँ लगभग सबैलाई आइ नै हाल्छ होइन। अनि अलिकति गाह्रो भनेको यो गएको रेकीमा हो, यसको लेख्ने तरिका चाहिँ अलिकति गाह्रो जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ होइन। अनि यो माथि मेलको सेक्सनमा चाहिँ प्रायःले चाहिँ आफ्नो मेल भन्दा नि गएकोले चाहिँ सबै कक्षाहरू सबै स्टुडेन्टलाई चाहिँ एउटा मेल बनाइदिएको हुन्छ जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ होइन। सो त्यो मेल चाहिँ यहाँनिर लेख्ने हो है, अनि त्यो चाहिँ अलिकति केयर गर्नु होला। हामी अब ढिलो नगरिकन गएको रेकीमा गइहालौँ है त, जसमा चाहिँ अब नेन गाछु र अनि गएको रेकी भन्ने छ होइन, अर्थात् रेकिसी भन्ने छ। सो त्यसको मुनिपट्टि चाहिँ आफैले गएको रेकी लेख्नुपर्ने हुन्छ होइन, बल पेनले भनौँ न। सो गएको रेकी लेखेर अनि तलपट्टि चाहिँ म चाहिँ एउटै गएकोमा अर्थात् एउटै स्कुलमा पढेको भएर नेपालमा +2 सम्म होइन। सो मैले 2010 को 5 को मन्थबाट अनि न्यु गएको भएको हो। अनि त्यहाँनिर अब गएकोको नाम अर्थात् स्कुलको नाम लेखेर चाहिँ न्यु गएको कहिले भएको पछाडि न्यु गएको चाहिँ लेख्नुपर्ने हुन्छ होइन। अनि तलपट्टि चाहिँ सोचुक्यौ कहिले भएको अर्थात् यो पास आउट चाहिँ कहिले भएको हो। अनि मैले चाहिँ आफ्नै स्कुलको नाम लेखेर जनना सेकेन्डरी स्कुल जुम्ला नेपाल लेखेर सोचुक्यौ लेखेको छु, अनि अगाडि डेट लेखेको छु हो। यसरी नै माथिको डेट लेख्नु होला। अनि त्यसपछि तल आउँछ होइन मेरो 2023 को अनि यो 4 को महिनामा चाहिँ म निहोङ्गो गएको न्यु गएको भएको कारण निहोङ्गो गएकोको नाम र अनि न्यु गएको लेखेको छु होइन। त्यस्तै गरेर अनि सोचुक्यौ पनि तलपट्टि आसाई निहोङ्गो गएको सोचुक्यौ अर्थात् 2025 अब 3 को महिनामा भएको भयो होइन। त्यसै गरेर अनि यो तलपट्टि चाहिँ 2025 कै अनि म 4 को महिनामा चाहिँ यो अर्को जिदोस्या गएको न्यु गएको भएको कारण अनि जिदोस्या गएको अनि मेरो गाखा चाहिँ पुरै फुल नाम लेख्नु होला। मैले फुल नाम चाहिँ लेखेको छैन होइन, मलाई खासै लेख्न मन नलागेर गएको। सो गएकोको नाम लेखेर अनि गाखा लेखेर अनि यतापट्टि न्यु गएको लेखेको छु। अनि अलिकति ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यो मुनिपट्टिको सोचुक्योको चाहिँ हो क्या, त्यही गाखाको सोचुक्यो चाहिँ मिकोमी भनेर लेख्नुपर्ने हुन्छ है। सो सोचुक्यो भइसकेको छैन नि त हामी, मिकोमी हो नि त। सो त्यही भएर मिकोमी लेख्नु होला। अझै अलिकति ध्यान दिनुपर्ने कुरा चाहिँ मुनिको हो क्या, स्योकुरेकी भनेको छ नि हो। स्योकुरेकी भन्नाले चाहिँ तपाईँको वर्क एक्सपिरियन्स कतै काम गरेको छ कि छैन, आरुबाई त भन्दा पनि गएको सोचुक्यो मिकोमी भएको कारण जहाँसम्म लाग्छ मलाई यो नासी नै हुन्छ है। अब त्यही पनि अब गएको सोचुक्यो भइसकेर फेरि तपाईँ अब तेन्सोकु अर्थात् काम चेन्ज गर्न चाहनुहुनेहरूको लागि होला जहाँसम्म लाग्छ यो स्योकुरेकी भन्नाले वर्क एक्सपिरियन्स। मेरो केसमा चाहिँ नभएको कारण मैले चाहिँ नासी लेखिदिएँ होइन। अनि त्यसपछि तपाईँहरूको छ भने चाहिँ अब कम्पनीको नाम अर्थात् यतापट्टि अनि अब कहिले तपाईँ त्यहाँनिर कम्पनीमा इन्टर हुनुभएको हो, कहिले निस्किनु भएको, त्यो सबै लेख्नु होला होइन। अनि तलपट्टि आउँछ स्यो बाचु। स्यो भन्नाले चाहिँ प्राइज टाइपको हो, बाचु भन्नाले चाहिँ पनिसमेन्ट टाइपको हो जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ होइन। सो यो प्राइज एन्ड पनिसमेन्ट तपाईँको केही पनि प्राइजहरू पाउनुभएको छ भने चाहिँ लेख्नु होला। अब स्यो गएको कि लगभग तिनीहरू पनि पर्छ होला है जहाँसम्म लाग्छ। अनि अब अर्थात् बाँकी सकिन केही पनिसमेन्टहरू हानेको छ भने पनि त्यो चाहिँ काहीँ लेख्नु होला होइन। त्यस्तो चाहिँ लगभगै हुँदैन, प्राइजहरूसम्म चाहिँ हुन्छ होला लगभग, नत्र हुँदैन जस्तो पनिसमेन्टहरू गएकोहरूलाई होइन। सो मैले नासी लेखिदिएको छु हो। त्यसैको मुनिपट्टि आएर इजियो पनि लेख्नु होला होइन। सो इजियो लेखि चाहिँ लगभग सकियो है गएको रेकी भन्ने चाहिँ हुन्छ होइन। सो त्यसपछि पालि आउँछ यो रिरेक्सियोको सेकेन्ड पेज है त, जसमा चाहिँ शिवदोकी छ। शिवदोकी भन्नाले चाहिँ अब त्यो कम्पनी अप्लाई गर्नुको रिजन के हो, बेसी गरेर त्यो अब कम्पनीको अलिक तोक्चियो टाइपको हुँदैन, अलि राम्रो कुराहरू के छ अब त्यस्तोहरू लेख्ने हो होइन। त्यो कारण अरू कम्पनीभन्दा अलिक फरक टाइपको अलि झुटसुट बोल्नुपर्छ होइन। अनि मुनतिर जीको पिआर भइहाल्यो होइन। जीको पिआर र शिवदोकी चाहिँ मैले चाहिँ के लेखेको थिएँ भन्ने कुरा म छुट्टै अर्को भिडियो बनाउँछु होइन, त्यो कुरा अर्को भिडियोमा गरौँ न। सो यसमा जीको पिआर चाहिँ तपाईँको चुयोमीहरू तपाईँको स्ट्रङ पोइन्टहरू के हो त्यो लेख्नुपर्छ होइन। धेरै चाहिँ अट्दैन, 200 वर्डसम्म अट्छ। कति हो अब त्यो रिरेक्सियोको सेप अनुसार चाहिँ फरक हुन्छ, लगभग धेरै चाहिँ अट्दैन है। लेख्नुपर्ने कुरा चाहिँ लगभग यस्तै हो। अनि त्यसपछि पालि आउँछ तपाईँको यहाँ तलबाट सिकाकोहरू होइन। सो यो लेखेको सिकाकोहरू चाहिँ अब निहोङ्गो नोर्योकोहरू त सबैसँग हुन्छ। अनि त्यसपछि अब मेन्क्योहरू कोसँग हुन्छ, टोयु के हुन्छ होइन। अनि त्यो के लेख्नु होला। अनि यो चाहिँ जिदोस्याको अब सिकाकोहरू धेरै पर्दैन, जसमा चाहिँ अब यो नेन र गाचो चाहिँ लेख्नु होला। कहिले तपाईँले तोरो गर्नुभएको अर्थात् सिउतोकु गर्नुभएको होइन, यहाँ भनेकै छ त होइन। मेङ्क्यो अर्थात् सिकाकु सिउतोकु नेन गाचो जिउनी के अरे किन्यु भनेको छ, किन्यु त भने। सो त्यो चाहिँ गर्नुपर्छ होइन। अनि त्यसपछि तल आउँछ यो केङ अब जस्तै अब अनि तोकुई खामोकु भन्नाले तपाईँ स्ट्रङ सब्जेक्ट तपाईँ अब खतरा के हो। मैले चाहिँ उत्तिकै अब देङ्की जिस्यु लेख्दैछु होइन, त्यति राम्रो त छैन मेरो देङ्की जिस्यु, त्यही देङ्की जिस्यु लेख्दैछु होइन। सो अनि त्यसपछि अब अर्को भयो मुनिपट्टि अब केङको जिउताई भन्नाले तपाईँको हेल्थ कन्डिसन कस्तो छ। यो त जस्तास्तै लेख्दिहाल्छ है, रेउको नै लेख्दैन रहेछन् प्रायःले होइन। रेउको भन्नाले के भन्नु, रेउको भन्नाले एकदम वेल एकदम राम्रो फाइन छ भने जस्तो हो। यतापट्टि छ अब सिउमी अर्थात् यो तोकुग्यो भन्छ होइन। सिउमी भन्नाले तपाईँको हबी चाहिँ के हो, अनि तोकुग्यो भन्नाले चाहिँ अब
के भन्छ स्पेसल स्किल जस अब हुन्छ नि मलाई एकदम राम्रो नाच्न आउँछ अथवा मलाई राम्रो गीत गाउन आउँछ त्यस्तो यस्तो कुराहरू यसमा चाहिँ धेरै लेख्नु पर्दैन अलिअलि मात्र लेख्ने हो होइन अनि त्यसपछि पाला यो मुनिपट्टि यो के भन्छ खागाई खाचुदौ भन्नाले खागाई खाचुदौ नै पर्छ के अरे भन्नाले अब एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू यस खासै हामीले चाहिँ लेखेको थिएन है जहाँसम्म लाग्छ मलाई लेख्नु पर्दैन होला अनि यतापट्टि यो चाहिँ के भन्छ आइकोई भन्छ के अरे आइकोई सुरु सुपोज भन्नाले फेभरेट स्पोर्ट चाहिँ के हो तपाईँको बेसिकली नेपालीहरूको केसमा त अब फुटबल भलिबल के हुन्छ त्यो धेरै गाह्रो छैन होइन त्यसपछि यो सोनोता चाहिँ खासै के लेखेको थिएन है हामीले चाहिँ लगभग यति नै हो जस्तो लाग्छ जहाँसम्म मलाई लाग्छ होइन अलिकति अब रिरेक्सियोको यो रेजुमीको सेप चाहिँ फरक हुनसक्छ लेख्नुपर्ने कुरा चाहिँ लगभग यही नै हो है ए शिवदौकीजीको प्यार अब शिखाकोहरू केङ्कोको जिउताई अब फेभरेट सब्जेक्ट अब तपाईँ फेभरेट फुटबल भन्नु छ फेभरेट स्पोर्ट हबिज के हो तपाईँको होइन लगभग त्यति नै हो सो जहाँसम्म लाग्छ मलाई यो तपाईँले हेल्पफुल भयो होला सो थ्याङ्क यू सो मच फर वाचिङ फलो फर मोर